हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको कन्टेन्ट रहेको चाहिँ आज हामी मामालाई जाने के भन्दा सुरुमा उर्लाबार जाने, गएर क्लास पढिसकेर त्यसपछि हामी मामालाई जाने। तपाईँहरूलाई बिस्तारै गर्दै देखाउँछु म। के टिपेको के हो यो? यता हेर भाइ, कहाँ गएको हामी? कहाँ जाने हो? ल My name is Abhishek. My mother name is Abhijani Upale. My father name is Durga Bahadur. हो। अब रोड आइसकेको छ, यहाँदेखि सफारीमा जान्छौँ। त्यसपछि म्याजिकमा जाने हामी। घाम कस्तो छ अरे बिहान। सफारी आइसक्यो, अब सफारीमा चढेको छौँ। कपाल यस्तो भयो हौ। ल हामी सफारीमा चढिसक्यौँ। मेरो छोरा चाहिँ यहाँ छ है। हो, मेरो छोरालाई कस्तो राम्रो। म यहाँ पकालेर राखिरहेको छु। आहा, कसको छोरा अरे? कसको छोरा अरे? अनि छोरा हो भने माया गर्नुपर्छ त। आहा, हामी चाहिँ मेन रोड पुगिसकेको छौँ। म चाहिँ यहाँ विराट चोकमै छौँ। वाह, त्यसको सेलिपात जाँदैछ है हाम्रो। फाइनल्ली गाडीमा चढ्न आँटेको। हामी उर्लाबारीको म्याजिक खोज्दैछु। हो, एकचोटि बसमा चढेपछि मात्रै देखाउँछु। फाइनल्ली अरविन्द के खाँदैछु? के खानुभएको तपाईँले? कुरकुरे, मेरो चाहिँ कपाल। कहाँ जानु हुने भनेको? मनिका पनि यहाँनिर हुनुहुन्छ पछाडि। रन्दाबाज जानु छुटेको अवस्था। हेलो गाइज, हामी चाहिँ अब क्लास आइसक्यौँ। दमक आएर पढिसकेर छुट्टी भइसक्यो। 1:30 भइसक्यो, 2 बज्न लाग्यो। अब हामी कहाँ जाँदैछौँ? बसमा चढेर मामल जाँदैछौँ। उहाँको चाहिँ घर हो, मेरो चाहिँ मामल हो। अब हामी जाँदैछौँ बस चढ्न। बाहिरको नजारा छ गाइज, कुछ इस तरह से दिखती है बाहिर का नजारा। को यो अमै लटक मटक के थोरै मोटी भागी छि। अहिले अलिकति राम्री भयो छि ती राम्री। अब हामी बस चढ्न जाँदैछौँ गाइज। बस अब चाहिँ हामी पढिवरी आएर पनि, बसबाट आएर पनि, रेडी भएर पनि अब मामालाई जान लागेको। यहाँ उर्लाबारीमा आएर खाना खाएर अब हामी हिँड्न लागेको। बाटोमा अझै भ्लग बनाउँछ। हामी घरबाट निस्क्यौँ गाइज। यहाँ छ झोला, यहाँ राम्री मैयाहरू हुनुहुन्छ र हामी पुरै झोला निकाल्नु। वाह, 2 ब्युटिफुल लेडिज इन 1 फ्रेम। अब चाहिँ हामी यहाँबाट जान्छौँ आफ्नो गन्तव्यमा। यहाँदेखि अब हिँड्दै जान्छौँ त्यहाँ बरगाछीसम्म। त्यहाँदेखि चाहिँ हामी अब गाडीमा चढेर जान्छौँ। माइक्रो भेटिन्छ कि बस भेटिन्छ, अब दुइटैमा। त्यहाँदेखि उता जाँदा चाहिँ 50 रुपियाँ लिन्छ। त्यहाँदेखि हामी जान्छौँ। अनि भरे हाम्रो मामला ठाउँ कस्तो छ? गाउँ हो तर कस्तो छ? एउटा राम्रो छ, तर त्यो तपाईँहरूलाई म देखाउँछु। हामी सफारीमा चढेर जाँदैछौँ।
सबैजनाहरू सररररर। यो चाहिँ मावा खोला हो। धेरै गाइज हामी चाहिँ गाडीबाट ओर्लिसक्यौँ। अब मामलातर्फ हिँड्दै जाँदैछौँ। धेरै होइन 15-20 मिनट जति लाग्छ हिँडेर जानलाई। यहाँ छौँ हामी अब जाँदैछौँ। आइपुग्यौँ यहाँ चाहिँ अब छैन है बाटोमा छौँ है हामी बाटोमा छौँ। मलाई चाहिँ झोला बोकाएर यहाँ हेर्नु न गाइड्सहरू होइन बिचरा मेरो भाउजू झोला मलाई नन्दहरूले माया गर्नुहुन्न यी झोलै बोकिदिनुहुन्न। कस्तो दामी दामी हरिया मकैहरू रहेछ। वा यस्तो प्राकृतिक मनोरम दृश्य लिँदै हामी रेन्जर डाँडामा हिँड्दैछौँ। हाम्रोतिर अब गाउँतिर फाइनली मेरो दुईवटा छोराहरू चाहिँ अगाडि जाँदैछन्। दुईवटा गाई बाख्राले खानु भन्नु पनि खुला बाइक आयो तर साइड लाग्छ। अब हामी अझै आधी बाटोमा पुगेर समाउँदैन त उता भिडियो बनाउँछौँ। दिस इज द भ्यू अफ आवर मामला घर। So beautiful views guys. फाइनली हामी चाहिँ मामला आएर बसेको भर्खर 5 मिनट मात्रै हुँदैछ। धेरै गर्मी छ धेरै गर्मी छ गाइज। हाम्रो माइजू माइजू यहाँ हुनुहुन्छ भर्खर नुहाएर आउनुभएको। अनि पार्वती दिदीलाई धेरै मिस गरेको छ होइन। अब तपाईँ फाइनल्ली यहाँ हुनुहुन्न। तपाईँ हुनु न हामी चाहिँ यहाँ आइसकेको छौँ। वी अल लभ यु मिस यु। धेरै मिस गरेको छ। धेरै धेरै सम्झना भएर पार्वतीले सम्झिने छोडिहालिन्। सम्झिने गर्नु होला माइजूलाई होइन। माइजूले आन्टीले सम्झिँदा मात्रै सम्झिने पानी छन्किने हो पानी छन्किने। रात पनि परिरहेछ। हामीले खाना नि खाइसकेर बसिरहेको छौँ। अब आजलाई यति नै, यहीँसम्म भ्लग एन्ड गर्न चाहन्छु। तपाईँहरूले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।